ल है साथीहरू, आज चाहिँ हाम्रो यात्रा लेटाङ बजारबाट जातेसम्मको रहनेछ है त। आउनुहोस् हामीसँगै तपाईँहरू पनि यात्रा गर्नुहोस्। करिब 5 मिनेट हाम्रो यात्रा रहनेछ। यो चाहिँ लेटाङ बजारको शनिबार हाट लाग्ने हाटखोला हटियाबाट हामी पूर्वतर्फ मदन भण्डारी राजमार्ग हुँदै जातेसम्मको यात्रा गर्नेछौँ। आउनुहोस् तपाईँ हाम्रो गाउँघरमा यो बनिसकेको पिच रोड हुँदै जाँदाखेरि कसको घर कहाँ कहाँ पर्छ र के भेटिन्छ हेर्दै जाउँ है त। यति मध्येमा कोही कसै कहीँ न कहीँ तपाईँ हाम्रो घर हुन सक्छ। राम्ररी निहाल्दै जानुहोस् है त। अब चाहिँ हामी लेटाङ आर्मी ब्यारेक भन्दा पूर्वपट्टि जुन नगर अस्पताल बन्दै गरेको एरियाबाट सुरु भएर हामी जातेतर्फ अगाडि बढिरहेका छौँ। हाम्रो यात्रा चाहिँ यो बुलेरो पिकअपबाट भइरहेको छ। तपाईहरूलाई पनि यो बुलेरो पिकअप रिजर्भमा चाहिएमा पहाडदेखि मधेससम्म जानको लागि हाम्रो सेवा सुविधा तपाईहरूलाई उपलब्ध गराउनेछौँ है त। यो चाहिँ मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने चुरे पहाडको फेदीबाट भएर गएको बाटो हो। हामी यहाँबाट पूर्वतर्फ लागिरहेका छौँ। यदि कोही तपाईहरू नयाँ ठाउँबाट हेर्दै हुनुहुन्छ भने हामीलाई कमेन्ट गर्नुहोस् अनि लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला है त। हामी तपाईहरूलाई यसरी नै नयाँ ठाउँको नयाँ भिडियोहरू तपाईहरूमाझ हामी ल्याउने कोसिस गरिरहेका छौँ। हाम्रो स्थानीय ठाउँ, स्थानीय गाउँठाउँलाई हामी अन्य ठाउँमा पनि देखाउनको निम्ति यो भिडियोहरू ल्याइरहेका छौँ। यो चाहिँ लेटाङ र जाते बीचको मोरङ्गी पुल हो। यो पुल पूर्ण रूपमा सञ्चालित छ। यो पुल यो पुलबाट पारी गएपछि हामी अब जातेतर्फ लाग्यौँ। यहाँको घुम्ती कटेपछि केही बेरमा हामी बुढौली चोक पुग्नेछौँ। यहाँबाट चाहिँ बुढौली चोक सुरु हुन्छ र यहाँका केही 100 मिटर वरपरको चोकलाई चाहिँ बुढौली चोक भनेर चिनिन्छ। हाम्रो गाउँठाउँ लेटाङबाट जाते जाने बाटो यो मदन भण्डारी राजमार्ग र यो चाहिँ जाते गाउँ हो। जाते बजार हुने क्रम छ। पहाडबाट मानिसहरूको बसाइसराई गरेर मधेसमा झर्ने क्रममा लेटाङ जातेमा चाहिँ अत्याधिक बसोबास र जनघनत्व वृद्धि हुने क्रम जारी छ। अब चाहिँ हामी जातेको मदन चोक पुग्न लाग्यौँ। अब हामी यो ठाउँमा चाहिँ जातेको मदन चोक पुग्नको लागि केही सेकेन्ड मात्रै बाँकी रहेको हामी जानकारी गराउँदछौँ। र हाम्रो भिडियोहरू हेरेर तपाईहरूलाई कस्तो लाग्यो जानकारी गराउनु होला। साथै लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला है त। हामी अब चाहिँ जातेको मदन चोक पुग्नै लागेका छौँ। यहाँबाट
यो चाहिँ मेन मदनचोक हो। यहाँबाट चाहिँ पथरीतर्फ मोडिने दक्षिणपट्टिको बाटो हो। तपाईँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।